हाम्रो कृष्ण चामलिङजीले भन्नुभएको कुरा यहाँनिर शेयर गर्न चाहिँ पनि रहेको छु र यसमा गीत म सुनाउँछु। उहाँले भन्नुभएको गीत एउटा गीत सुनाइदिनु होला भनेर एकछिनमा। अहिले चाहिँ अब यो वाङदेन शेर्पाले गाउनु भएको गीत यहाँ रेडी छ। यो गीत म राख्छु। हाम्रो कृष्ण चामलिङ दाजुले चाहिँ के भन्नुभएको छ भने उहाँले बहिनी हाम्रा गायक तथा नायक प्रशान्त तामाङ अल्पायुमै यो दुखी संसार छोडी परलोकमा भावसागर तरी जानुभयो। उहाँको आत्माले चिर शान्ति पाउन्, वैकुण्ठको बास होस्, शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भगवानले भन्दै उहाँले गाउनु भएको नै एउटा गीत छ मनै बराल्ने भन्ने असारे महिनाको गीत उहाँले फेरि गाउनु भएको र यो गीत सबैलाई सुनाइदिनु होला है। गीतसँगै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु भनेर उहाँले सानो भावना कोर्नु भएको छ र मलाई वाचन गरिदिनु पनि भन्नुभएको छ। उहाँले सदैव त प्राय आफैले गर्नुहुन्थ्यो, आज चाहिँ यहाँ मलाई भन्नुभएको छ र उहाँले के लेख्नु भएको छ भने अल्पायुमै गयो प्रशान्त सबैलाई छोडेर कहाँ, अल्पायुमै गयो प्रशान्त सबैलाई छोडेर कहाँ, साथीभाइ जहान बाल बच्चा सबै माया मारेर यहाँ, तिम्रो आत्माले चिर शान्ति पाउन्, हार्दिक श्रद्धाञ्जली, वैकुण्ठको बास होस् भाव सागर तरेर त्यहाँ, वैकुण्ठको बास होस् भाव सागर तरेर त्यहाँ भन्नुभएको छ उहाँले। हजुर, र यो भावनासँगै उहाँकै गीत पनि भन्नुभएको छ। प्रशान्त तामाङज्यूले गाउनु भएको असारे महिनामा बोलको गीत रिमिक्स भर्सनमा अब हामी सुन्दै अगाडि बढ्छौँ। र यसपछि फेरि अरू गीत पनि छन्। वाङदेन शेर्पाको पनि नाम लिएको थिएँ। हजुर, यी गीतहरू लगत्तै छन् हाम्रो प्लेलिस्टमा। असारे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने, अन्तिम हिमै चङ्गे खेल्दै धारा नौ डाँडा पारी छ कम्पनी सहारा, बिछोडको बेलैमा बिछोडको बेलैमा
आमालाई सोध्नु ओइ बाबा भनेर ओइ बाबा भनेर आषाढे महिनामा पानी पर्यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्थिन् है माइचङ्गे रुँदै धारा नौ डाँडा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा 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 यो BFBS गोर्खा रेडियो हो भनिन्छ हामीले